क्लासमा कटिङ गरेको छ स्टेट एस 2103 मोडलको CNC पोर्टेबल कटिङ मेसिन छ। त्यसमा चाहिँ हाम्रो 3 एउटा यहाँ मोडलहरू छ। मोडलमा हाम्रो होम गियर बक्स बनाउँदैछौँ। यो गियर बक्सको पार्टहरू काट्नुपर्ने भएको छ। यस्तो खालको गियर बक्स बनाउँदैछौँ। त्यसको लागि हामीलाई पार्ट चाहियो। त्यसमा हामी अहिले पार्ट नम्बर 1 को पिस बनाउँदैछौँ। यो अनुसारको डाइमेन्सन हुन्छ। यसमा मिनी खालको त्यो मोडल कहाँनिर छ भने मोडल नम्बर 35 मा छ है। 35 मा होला। ओके 35 मा लिड इन 5 mm लिड आउट 5 mm। लिड इन भन्नाले हामी काटेर भित्र फेरेर कति mm भित्र छिरेपछि हाम्रो एक्चुअल साइजमा काट्ने भन्ने हुन्छ। त्यसको लागि लिड इनलाई चाहिँ हामी 10 mm राख्यौँ। लिड आउट 5 mm फिक्स छ। हाम्रो साइज 1 भनेको यहाँ देखेर यो लेन्थ हाम्रो कति छ 350 mm 350। साइज 2 मा के छ साइज 2 हाम्रो 148 mm 148। साइज 3 हाम्रो होलको डायमिटर हो। हामीलाई 100 mm होता है। अब मेसिनको लागि हामी छुट्टै भाग राख्छौँ। यसलाई 90 mm मात्रै काट्छौँ। साइज 4 भनेको साइडबाट यसको सेन्टर भनेको हाम्रो 90 mm छ। यो पार्टबाट यसको सेन्टरमा 90 mm। साइज 5 यो पार्टबाट यो पार्टको सेन्टर भनेको 148 को हाफ हुनु भयो। 74 74 अब चाहिँ क्रस चेक गर्ने लिड इनमा 10 mm लिड आउट 5 mm साइज 1 350 148 148 4 सेन्टर कति हो साइज 4 मा 90 mm यो 74 mm साइज 5 मा 74 mm साइज 5 साइज 3 कति हो मैं चाहिँ 100 हो। मेसिनको भाग छोडेर 90 mm राख्छु। ओके प्रोग्राम सेट हो। अनि यसमा के छ दुईटा एक्सेस है दुईटा ब्याक र सर्भो मोटर छ। यो एक्सेस मेनुअल चलाउँदाखेरि हाम्रो कुन साइजमा काट्न जान्छ यो अफ गर्नु सबैलाई क्लियर हुन्छ। अनि यो सबैमा यसरी यो स्विच यो स्विचमा अफ गर्नु अब हामी पल्स दिएपछि त तपाईँ हामीले यो गर्नु अहिले सबै लगाउनु पर्छ। हाम्रो यसमा दुईवटा एक्सिस छ। त्यसको लागि मेनुअल मुभमेन्ट एउटा यो डाउन अप लेफ्ट राइट अनि क्लासमा अथवा क्यान्सल अप डाउन क्रस अप डाउन हुन्छ। हाम्रो फोर्थ पिसहरू अप डाउन छ भने हामीले कसलाई मेनुअली अप डाउन गर्नुपर्छ। यहाँ चाहिँ यो पार्ट अप्सन सेट अप डायग्नोज मेनुअल मोड अनि इन्डिकेसन 0 अब सेन्टर आउनु दाइ